साथीहरू के छ यहाँ हेर्नु नि अहिले त घामै आउन अब त बस्नै सकिँदैन के घाम त कति कति आएको आए हुन्छ यो जाडो महिनामा त कस्तो घाम चाप्न मन गर्दैथ्यो अब त घाम बाहिर पनि बस्नु मन गर्दैन तर बेला बेला घाम यसो लाउनुपर्छ भनेर यी नानी लिएर बसेँ कि घाममा अहिले त बिहानको टाइममा त मात्र बस्न सकिन्छ यस्तो त्यो 11-12 बजे पछाडि कस्तो त्यो चलेर नि हावा चलेर त बस्नै सकिँदैन धुलो लाएर त रोडमा कसरी चल्नु हुन्छ जस्तो हुन्छ यहाँ त घरमा त बस्न सकिँदैन यो हावाले चले हुरी बतासाएर अहिले त हावाले त त्यही भएर कि बिहान बिहान यस्तो टाइममा मात्र एकछिन बिहान घाममा बस्ने नानीले यस घाममा लगाएको राम्रो हुनु भन्छ नानीलाई वाकरमा राख्दै घाम ताप्दै आफू बस्दै एकछिन बिहानको टाइममा त्यस पछाडि त्यस्तै हो घरमै बसेर नानीलाई हेर्ने दिनभर पास यस्तै गर्ने हेर नानी चाहिँ त कति रमाइलो हुँदैछ घाममा बसे पछाडि त अर्कै हुन्छ कि खुसी भएर मक्ख पर्छ कस्तो मन पराउँछ कि अहिले यसरी खुल्ला भयो भने हेर्नु न यो बल लगाइदियो कि आज त्यसको बाबाले अनि यो बल हेरेपछि कति खुसी हुन्छ अघिदेखि यो त खालि बलै लिएर खेलेछ नयाँ सामान खेल्ने कुरा केही ल्याइदिनु सामान त्यहीलाई छोएर खेलेर बस्छ फेरि 2-3 दिन पछाडि त यो के छ छुँदै छुँदैन कि अहिले हेर्नु न यो अब त कति उग्नु जस्तो के यसलाई छुन्नु के गर्नु नगर्नु जस्तै हुन्छ यी सानो बल बत्ती पनि बल्दैछ यस्तै गर्ने बत्ती पनि बल्दो रहेछ हेर्नु नि कस्तो मन पर्छ यसलाई क्या कति खुसी भन्छ लाए पछाडि त अघि त खेलेथ्यो हेर्नु नि यो बत्ती बले पछाडि कति रमाउँछ कति खेल्छ नि मेरो चाहिँ त ज्ञानी हो नि हेलो त्यो बेलुकाको खाना चाहिँ नि खानामा कस्तो अल्छी लाग्ने मलाई बेलुका बिहान त एकछिन अल्छी नलाग्ने बेलुका हुन त सब्जी के पकाम नपकाम जस्तै हुन्छ त आज त साह्रै अल्छी गरेर सोच्दै थिएँ अचानक बुढाले फोन गर्नुभयो आज सब्जी नपकाऊँ भात मात्रै पकाउने आज बाहिरको माछा लिएर आउँछु भन्दै हुनुहुन्थ्यो तिम्रो फेभरेट ठाउँ फेरि दमकको हो नि यस्तो त्यो ठाउँबाट नि कस्तो के माछा यस्तो मिठो ल्याइदिनुहुन्छ म देखाउँछु ल भन्नुभयो फोन गरेर म ल्याइदिँदैछु माछा भनेर अनि म सब्जी नपकाएर भात मात्र पकाएँ अनि माछासँग नि हेर्नु नि यहाँ के दिँदो रहेछ हेर्नु न के ल्याइदिनु माछासँगै यो पपकर्न पनि दिँदो रहेछ यो सलाद पनि दियो साथै यो चक्लेट कस्तो मन पर्ने फेरि सँगै यो सस अनि माछा देखाइदिन्छु ल यो प्याकेट खोलेर म अहिले खानुपर्छ यहाँ छ साथी ल माछा म योमा खानु आउँदैछु नि हेर्न म यतिकै कस्तो मिठो के खानामा त झन् यत्रो मिठो खास गरी यसको लोकेसन फिक्स छ मलाई थाहा छैन तर यो खानामा चाहिँ त एकदम बेस्ट के एकदम मिठो न मिठो यो माछा खाएपछि आहा अहिले भर्खर अब म भात राखेर सबै सेट गरेर अनि म देखाउँछु ल हेर्नु साथीहरू लगाइसकेँ अब खाना अब खानुपर्छ है माछा भात मिठो